हेलो सो आज चाहिँ म तपाईहरुलाई स्ट्र्याप बीम भनेको के हो र यो चाहिँ कस्तो केसमा चाहिँ युज गरिन्छ भन्ने कुरा चाहिँ बुझाउन कोसिस गर्छु हैन। सो तपाईहरुले देख्न सक्नुहुन्छ अरु सबै फुटिङमा चाहिँ कोलम चाहिँ बीच देखि गएको छ हैन। तर त्यो कुनापट्टिको तीनवटा जुन फुटिङ छ त्यसमा चाहिँ कोलम चाहिँ साइड देखि गएको छ कि हैन, छेउ देखि गएको छ। यो केस चाहिँ कति बेला आउँछ भन्दा घरमा चाहिँ हामीले अब जीरो साइड हुन्छ नि, घर बनाउँदाखेरि जीरो साइड हामीले च्यापेर बनाउने केसमा चाहिँ हामीले त्यसरी कोलम निकाल्छौं। अनि यसरी कोलम निकाल्दा चाहिँ त्यो फुटिङलाई चाहिँ हामीले इसेन्ट्रिक फुटिङ भन्छ हैन। अनि इसेन्ट्रिक फुटिङ आएको केसमा चाहिँ हामीले स्ट्र्याप बीम चाहिँ अनिवार्य रूपमा चाहिँ प्रोवाइड गर्नुपर्छ हैन। अनि यसको चाहिँ मुख्य कारण किन गरिन्छ, हामीले स्ट्र्याप बीम चाहिँ किन प्रोवाइड गरिन्छ भन्दा जुन इसेन्ट्रिक फुटिङ हुन्छ नि त्यो चाहिँ अलिकति अनस्टेबल हुन्छ के। यदि हामीले चाहिँ स्ट्र्याप बीम दिएन भने चाहिँ जुन हामीले त्यो एकदम छेउबाट ल्याएको छ, यतातिर त मसला छैन नि त, त्यही भएर चाहिँ त्यो कोलम चाहिँ ढल्न सक्छ है। त्यसै कारणले चाहिँ स्ट्र्याप बीम दिनुपर्छ।